सो नमस्ते साथीभाइहरू, वेलकम टु माई च्यानल है। सबैलाई आज चाहिँ म सोलोम ड्राइभिङ सेन्टर भन्ने ठाउँमा आएको छु। सो देख्न सक्नुहुन्छ अहिले चाहिँ म ड्राइभिङ ट्रेनिङ सेन्टरमा छु। अहिले चाहिँ सिकाउँ भन्ने ठाउँ ड्राइभिङ सेन्टरमा छु। अनि यहाँ चाहिँ भाइ आएछ, भाइ चाहिँ सिक्नु पऱ्यो भनेर देख्न सक्नुहुन्छ तपाईँले। यहाँ चाहिँ धेरै टाढा टाढाबाट आउनु भएको छ साथीभाइहरू। अनि यहाँ चाहिँ आज उसको चाहिँ भाइको चाहिँ ट्रायल छ क्या। अनि साथीभाइहरू यत्तिकै के बसिरहँ भनेर फुर्सदको टाइममा अनि यसो हल्का भिडियो गर्नु मन लाग्यो, त्यही भएर अनि देखाउनु मन लाग्यो। तपाईँहरू सन्चै हुनुहुन्छ होला र मलाई पनि सन्चै छ। र अहिले चाहिँ ट्रेनिङ सेन्टरमा बसेर एकदम चिल भएर यसो रमाइलो गर्दैछु। अब भनौँ न, हेर्नु सक्नुहुन्छ तपाईँहरू पनि यहाँ आउनु सक्नुहुन्छ ड्राइभिङ सेन्टर, सोलोम ड्राइभिङ सेन्टरमा है। बाइक अथवा गाडी साडी सिक्नु मन छ भने तपाईँहरू चाहिँ सिक्न आउनु सक्नुहुन्छ है। सो अहिले चाहिँ म अब देखाइरहेको छु, यहाँको वातावरण माहौलहरू देखाइरहेको छु। ल हेर्नु सक्नुहुन्छ, भाइ सिकिरहेछ, भाइले ड्राइभिङ सिकिरहेछ है। देख्न सक्नुहुन्छ धेरै ठाउँबाट आएको छ, टाढाबाट ड्राइभिङ सेन्टरबाट आएको छ। सो एकदम खुसी लागिरहेछ। अनि अब पछि बिस्तारै बिस्तारै म पनि यहाँ सिक्न आउने कोसिस गरेको छु। र साथीभाइहरू हेर्न सक्नुहुन्छ, यहाँ ड्राइभिङ सेन्टरमा चाहिँ सिक्नलाई चाहिँ तपाईँ यहाँ आउनु सक्नुहुन्छ है। मजाको ठाउँ छ यहाँ, सोलोम ड्राइभिङ ट्रेनिङ सेन्टर भन्ने ठाउँमा आउनु सक्नुहुन्छ है तपाईँहरूले। अनि र खुसी लागिरहेको छ। र हाम्रो भाइ पनि हुनुहुन्छ, टाढाबाट आउनु भएको छ। नमस्कार भाइ, के छ, सन्चै हुनुहुन्छ? हजुर सन्चै। कहाँबाट आउनुभयो त तपाईँ? यहाँ हाम्रो भाइकोबाट नि केही शब्द कुरा सिकाउन। तपाईँ चाहिँ घर कहाँ पऱ्यो हजुरको? धादिङ होइन? अनि मेरो भ्लगमा छोटो मिठो के भनिदिनुहुन्छ भने भनिदिनुहोस् है। केही छैन। हाम्रो भाइ चाहिँ अलिकता भिडियोमा बोल्न चाहिँ अलिकता भनौँ न, अलिकता उहाँलाई चाहिँ अलिक लाज लाग्दो रहेछ। फर्स्टचोटि उहाँ चाहिँ मेरो पहिलो सब्सक्राइब भेटेको छ, उहाँले मलाई सपोर्ट गरिदिनु भयो, एकदम खुसी लाग्यो होइन। है पनि अब यस्तै गरेर हामी चिनेर जान्ने हो। अनि खुसी लागिरहेछ। अब तपाईँहरू पनि आउनु होला, यहाँ सिक्नलाई चाहिँ एकदम राम्रो ठाउँ छ। ट्रेनिङ सेन्टर एकदम राम्रो छ होइन त भाइ? हजुर राम्रो छ, धेरै राम्रो, एकदम राम्रो छ। तपाईँहरू पनि के भनिदिनु न मेरो च्यानलमा के, ल यो ड्राइभिङ सेन्टरको बारेमा के भनिदिनु त, के हुन्छ यहाँ हाम्रो? यो ड्राइभिङ सेन्टर हाम्रो सोलोम ड्राइभिङ सेन्टर हो। यहाँ हजुर बाइक स्कुटी होइन, गाडी सबै सिकाइन्छ। हजुर सबै सिकाइ भर्पर्दो रहेछ होइन, हजुर राम्रो छ। हजुर धेरैहरूले अब यहाँबाट टाइम पास गरेका छन्। हजुर टाइल पास गरेर चाहिँ अनि हामीले के यसबाट हामीले चाहिँ के भनौँ न, के यसबाट सिक्न सक्छौँ त? अब यहाँको गुरुहरूबाट अब सबै सिपहरू सिक्छ त। अब स्कुटीको, बाइकको होइन, हजुर गाडीको हजुर सबै सिक्नुहुन्छ। ए धन्यवाद है, केही छोटो मिठो केही बोलिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई। र साथीभाइहरू, उहाँले भनिदिनु भएको थियो एकदम एक टाढाबाट आउनु भएको रहेछ। यहाँकै सायदमा यहाँकै हाम्रो स्टाफ हुनुपर्छ, प्राय उहाँले सिकाउनु भएको रहेछ। केही कुराहरू, केही छोटो मिठो कुराहरू भनिदिनु भयो है, एकदम खुसी लाग्यो। देख्नु सक्नुहुन्छ तपाईँले, अहिले ड्राइभिङ सेन्टरमा छु म चाहिँ। र ड्राइभिङ सेन्टरको बिचमा छु अहिले एकदम। अब यहाँको तपाईँहरूलाई यस्तै हो देखाउने भने, अब अरू खासै देखाउने त केही छैन तपाईँलाई। अब यस्तै हो। आज यसो हल्का फुल्का भाइको अलिक ट्रायल हुँदैछ नि त, त्यही भएर मेरो भाइको चाहिँ ट्रायल हुँदैछ, ऊ चाहिँ सिक्दैछ, त्यही भएर। र साथीभाइहरू, म अहिले एकदम घाम लागिरहेको छ। आज चाहिँ धेरै दिनपछि भिडियो आयो क्या, धेरै दिनपछि लगभग 4-5 दिनै भयो भ्लग चाहिँ भिडियो आएर। त्यही भएर आज चाहिँ एकदम खुसी लागेको छु र एक्साइटेड पनि भएको छु साथीभाइहरू। अनि एकदम हेर्नु सक्नुहुन्छ, एकदम घामसाम लागिरहेछ। आहा, यस्तो हो नि त,
भ्यू भने चाहिँ होइन एकदम एक्साइटेड भने चाहिँ यस्तो हो क्या माहौल भने चाहिँ साथीभाइहरू। वा ल ल है साथीभाइहरू, तपाईँहरू पनि आउनु सक्नुहुन्छ है हेर्नलाई चाहिँ। आमामा सिक्नलाई जेसुकै गर्नु मन छ पनि तपाईँहरूलाई चाहिँ हेर्नलाई सिक्नलाई चाहिँ एकदम बिन्दास ठाउँ छ है। ल लोकेसन चाहिँ यहाँ हाम्रो लोलाङ हाइट सोलम ड्राइभिङ सेन्टर भन्ने ठाउँको लोलाङ चोकमै रहेको छ यो चाहिँ ड्राइभिङ सेन्टर। र यो यहाँबाट आउनुपर्ने छ, हामी चाहिँ ड्राइभिङ सेन्टर योबाट आएको, म चाहिँ यो ड्राइभिङ सेन्टरबाट आएको। र सिक्नलाई पनि यस्तो एकदम रमाइलो छ र एकदम रमाइलो ठाउँ पनि छ कि। अनि बिहानको लागि चाहिँ यहाँ मर्निङ सिफ्ट र डे सिफ्ट पनि सिकाउने गर्छ कि। अनि एकदम रमाइलो ठाउँ, अनि धेरै नै रमाइलो। अनि तपाईँहरू पनि सिक्न आउनु मन छ भने तपाईँहरू यहाँ सोलोङ ड्राइभिङ सेन्टरमा आएर सिक्न सक्नुहुन्छ। त्यही नै हो साथीभाइहरू, यस्तै हो। अब सानो छोटो मिठो भिडियो बनाएको थियो, अनि त्यही भएर ल हेर्नु सक्नुहुन्छ। भाइले सिक्दैछ, मेरो भाइले सिक्दैछ है, हेर्नु सक्नुहुन्छ है साथीभाइ। यो हो नि त साथीभाइ होइन, सिक्नको लागि मजा भनेको चाहिँ साथीभाइ यो नै हुन्छ कि। एकदम रमाइलो बेजोड है, सिक्नको लागि चाहिँ दामी है। र एकदम दामी ठाउँ छ है सिक्नुको लागि। हाम्रो एउटा सिस्टरले सिकिरहनु भएको छ, जुम गरेर देखाउँछ है। वा उहाँ चाहिँ भर्खर सिक्लाइ हुनुहुँदो रहेछ। हाम्रो एउटा सिस्टर चाहिँ सिकिरहनु भएको रहेछ। एकदम स्कुटर चाहिँ भने एकदम सिक्नु भएको रहेछ, एकदम रमाइलो स्कुटर रहेछ। दामी स्कुटर चलाउनु भएको रहेछ उहाँले, एकदम खतरा लाग्यो है। ल हेर्नु सक्नुहुन्छ, सिस्टर चलाउन आउँदै हुनुहुन्छ। भर्खर ट्रेनिङ रहेछ उहाँको चाहिँ, सिक्लाई गरिराख्नु भएको रहेछ। एकदम रमाइलो ठाउँ छ है साथीभाइहरू। ल साथीभाइहरू, अब यति नै हो। अब मैले चाहिँ तपाईँलाई खासै भिडियो चाहिँ त्यति लामो पनि नबनाऊ भनेर छोटो मिठो भिडियो बनाउनु मन लागेर, अनि त्यही भएर तपाईँहरूलाई चाहिँ यहाँको यसो एरियाहरू जति चाहिँ सेन्टरहरू जति चाहिँ सिकाइदिउँ न, देखाइदिउँ न भनेर, देखाइदिउँ न भनेर तपाईँहरूलाई चाहिँ मैले यहाँको वरिपरिको ठाउँहरू चाहिँ देखाएको। र तपाईँहरू पनि आउनु सक्नुहुन्छ, सिक्नु सक्नुहुन्छ। त्यही नै हो आजको छोटो मिठो भिडियो। अनि आज धेरै दिनपछि आयो, अब कन्टेन्टहरू हालिरहनेछु, अब बिस्तारै बेस्ट दिइरहनेछु होइन। त्यही नै हो। तपाईँहरूले पनि अब मलाई यसै गरी नै माया गरिरहनु होला। तपाईँहरूको माया पाएँ भने चाहिँ म अगाडि बढ्नेछु। र हेर्नु सक्नुहुन्छ तपाईँले, भाइ सिकिरहेको छ। ल यति नै हो, खासै लामो भिडियो नबनाऊ भन्दै आजको छोटो मिठो भिडियो राम्रो पनि लाग्यो होला भन्दै अब फेरि नयाँ भ्लग भिडियो बनाएर तपाईँहरूलाई ल्याउनेको बाचाको साथमा अहिले चाहिँ म तामाङ ब्रो भ्लग लाई माया गरिदिनु होला भन्न चाहन्छु। र यसरी नै मेरो मनको कुराहरू तपाईँलाई यसरी भन्नु पाएकोमा एकदम खुसी भएर एकदम रमाइलो पनि भयो भन्दै चाहन्छु। र बोल्नमा अलिकता त्यति ट्यालेन्ट पनि छैन, बोल्ने भ्लगहरूमा अलिकता कोसिस गरिरहेको छु भन्दै आजको छोटो मिठो भ्लगलाई चाहिँ यहीँ राख्न चाहन्छु। र नयाँ भिडियो ल्याउने छु भन्दै बाचाको साथमा राख्न चाहन्छु। बाई बाई।